नमस्कार सबैजनालाई कस्तो हुनुहुन्छ हजुरहरू आजको ताजा गेममा। आजको गेममा चाहिँ हाम्रो यता माथिको स्कोर भइसकेको छ 2 र 1। म यता अगाडि जोसमा अगाडि बढ्दैछु र यता मैले के विकेट हान्छु होला र यता म खतरा कमेन्ट्री गर्दै हुकङ बनेर माथि गएको छु र यता के गरेँ फेरि आमा हेडसटको साथमा एकजना डाउन छन्, अर्कोले ग्लुअल लगाएर प्याक गरे र यसलाई हेडसटसँग फेरि डाउन र यसले मारे ल अब मनी मोरे के गर्नु यार, साइडबाट क्याम्प गरिदिन्छन्। यस्तो छन् मान्छे। अब मेरो टिममेटले के सक्ला र मेरो किल त यता भइसकेको छ। अब अर्को मान्छे छन्, के गर्ने, के लाग्छ त्यसले एस गर्न सक्छ? सबै मान्छेलाई लोटाइदियो। अर्को मान्छे आउँदैछ र हाम्रो जित हासिल भएको छ। र अर्को राउन्डमा छौँ यता हामी 3-1 को स्कोर भइसकेको छ र पाराफल र MP40 को साथमा म यता फुल कन्फिडेन्समा अगाडि बढ्दै र के लाग्छ के हुन्छ गेम? बाजी बदल लिया, पल्टिन्छ गेम कि पल्टिँदैन? के छ हजुरको विचार? अब हेर्नुहोस् र थाहा पाउनुहोस्। त्यसपछि म यता अगाडि बढ्दैछु यति कन्फिडेन्समा फेरि डाउन हुनलाई र अगाडि बढ्दै एउटा ग्लुअल लगाए सेफ्टीको लागि। त्यसपछि कोही मान्छे हुन्न यार। त्यसपछि उतापट्टि केटीको खुट्टा देखेँ र यो डाउन भयो। फेरि आएको केटी हो, फेरि यो नि डाउन भयो। फेरि अब यताको मान्छेले मलाई हान्छ जस्तो लागिरहा। तेरोमा यति कभरमा मेडिकेट हान्दै र के लाग्छ यता के हुन्छ? म यताबाट रोटेसन हानेर जान्छु भनेको मान्छे कहाँ छ मान्छे र उताबाट पाराफलको ड्यामेज दिएर हेडसटसँग डाउन भएका छन् त मान्छे। र यता के लाग्ला अगाडिको जम्मा एकजना मात्र छन् र हेडसटको साथमा डाउन र 2v1 को सिचुएसन छ। र यता के हुन्छ भन्दाखेरि म हुकङ बने र यता के हुन्छ ग्लुअल ट्रिपल किल भएको छ मेरो। आमा किल चोरी थुक्क, तर बुया चाहिँ भयो। थ्याङ्क गड। ल बाई भेटौँला अर्को गेममा।